हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि एकदम ठिकठाकै छु। तपाईँहरूको मायाले गर्दा म सानो युट्युब च्यानल बिस्तारै ग्रो भइरहेको छु। डे बाई डे मेरो युट्युब च्यानल बढिरहेछ। यसमा एकदम तपाईँहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु, किनकि म बिस्तारै भए पनि तपाईँहरूको मायाले गर्दाखेरि मेरो च्यानल ग्रोइङ भइरहेको छ। भन्दै आज चाहिँ हामी भाउजू म र भतिज दाजुको छोरा आज चाहिँ हामी साँगा घुम्न जाँदैछौँ गाइज। साँगाको भ्यू तपाईँलाई देखाउने छु, के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला र भिडियो हेरेर इन्टरटेनमेन्ट लिनुहोला भन्दै यो भिडियो म कन्टिन्यू गर्न चाहन्छु। अहिले चाहिँ हामी पाण्डेकीदेखि नयाँ ठाउँ जाँदैछौँ। नयाँ ठाउँदेखि उता सूर्य विनायककै साँगा जाँदैछौँ। जोएल अहिले हामी कहाँ आइपुग्यौँ हामी? थाहा छैन। साँगा हो साँगा। गाइस अहिले चाहिँ हामी साँगा आइपुग्यो। साँगाको यो चाहिँ जोएल कस्तो लागिरहेछ? राम्रो? आर ह्याप्पी? शिवजी, ओ भेरी गुड। गणेश जी, यो मूर्ति नाम त के पो यो? ए शिवजीको मूर्ति साँगा। Hello. साँगादेखि देखिने भ्यू हो, यस्तो दामी छ यहाँनिर।
बच्चा जस्तै खेलाउन जस्तो भएन बच्चा जस्तो होइन खेलाउन जस्तो हेली खै यहाँ तल होला हौ चाहिँ गाइड साँगाको पुल भन्छ यसलाई चाहिँ साँगाको पुलमा आइपुग्यौँ ए यहाँ रहेछ चेन ठिक छ डर लाग्छ कि छैन छैन भनेपछि तेरो बिराम चाहिँ नि नाटक रहेछ है घुम्ने बिरामी लाग्यो हेलो गाइस अहिले चाहिँ हामी साँगाको यो पुलमा आइरहेको छौँ यहाँ चाहिँ पुल तर मलाई पनि डर लाग्दैछ हौ यो उतो हेर्दाखेरि त क्या यो अलिअलि हल्लिँदैछ हो रहेछ हामी यो साँगाको पुलमा आइरहेको छौँ हेलो जोएल हाउ आर यू I'm fine, thank you, guys. अहिले पनि सम्झिने छ साँगाको पुलबाट देखिने भ्यू यस्तो दामी देखिँदो रहेछ है अचार अरे या यो सबै लप्सीको हो लप्सीको यस्तो बन्छ है लप्सी पाउ आम मेथीको अचार अहिले चाहिँ हामी भागवटिनीमा आइपुग्यौँ यहाँ केएफसी खाने सल्लाह भएर
अहिले चाहिँ हामी गाइज यो भाटभोटेनीमा अहिले चाहिँ भाटभोटेनी छिर्नु हो। जहिले हेर त तिमी जस्तै सेम यो अहिले चाहिँ भाटभोटेनी अहिले त्यो एक बुढी बर्गर खाएर अहिले हल्ला होइन।